नै कुन चाहिँ करेसा बारीबाट यति धेरै सब्जी फ्रुट लिएर आयो तिमीले ओहो खाइसकिन्छ त यत्रो हाम्रो बनारी खेतमा फलेको थियो छुट्टे बारी के ल्यायो त मुखै तितो गराए त्यति गरी लिए अनि त्यसपछि यो लौका गोदिलो आयो नि लौका भिन्डी अनि त्यसपछि पालक अनि त्यसपछि यो तोरी मतलब घिरौला ओ यामजी घिरौला यो चाहिँ हामीहरूको आम ए हो र त्यहाँतिर हाम्रो घरतिर छ नि कुवा छेउतिरको क्या ए त्यही हो त्यही टिपेर ल्या त्यही टिपेर ल्या ए अनि त्यसपछि यो चाहिँ रोल्पाबाट आमाहरूले सबैले पठाइदियो रोल्पामा जति पनि हुनुहुन्छ हाम्रो मामाई चाहिँ सबैले पठाइदियो अङ्कलहरू माइजूले पठाइदियो ए हो र रोल्पा काँक्रा हुने नि ए हो अनि त्यसपछि यिनी सिमी पनि गनारी खेतमा त्यहाँ मगामा रोपेर रहेछन् अनि यस्ता गरी बोरी थिए बोरी अब सरी सिमी भन्न बिर्सेछु अनि त्यसपछि यिनी बोरी हुन् अनि त्यसपछि यिनी चाहिँ काँक्री यिनी कहाँ खोज्छन् थाहै छैन अनि यिनी प्याज पनि गनारी खेतमा थियो हाम्रा अनि यिनी सिमला मिर्च सिमलाबाट आयो हुन् अनि अरू के रह्यो अबदेखिको बस यो खरबुजा चाहिँ खरबारीमा थियो अनि यिनी ब्रोकली पनि कटेबारीमै थियो हाम्रा यत्रो फल्या रहेछ नि त यिनी टमाटर पनि हामीले गैरी खेतमा रोपेको थियौँ अनि गनारी खेतमा खुर्सानी चाहिँ हाम्रो टोइलेटका पाखामा थियो किन टोइलेटका पाखामा के हुन्छ र टोइलेटको पछाडि भन्नु न सरी पछाडि के अब यसलाई सम्हाल्नु पनि पर्ला अनि राख्नु पनि पर्ला अब टिपेर त ल्यायो ल्याएर मात्रै भएन हजुर हैन